मुसलधारा पानी परेको अवस्था, असिनाहरू पनि झरिरहेको छ। बतास त्यतिकै चलेको, हुरी बतास सँगसँगै मुसलधारा पानी। ओहो के हो यो? ओहो केहरू उड्दैछ? आम्मामामा लामो खडेरी पछि बल्ल बल्ल पानी परेको के यस्तो उडेको त भुइँतिर खसेको ठाउँमा हेर के रहेछ? ओहो केहरू उडेको त यो त? आमै आकाशमा त टन्नै उड्दै रहेछ त। ओहो के त यस्तो त? पानीमै उड्दैछ, पुतली पनि होइन। घरको माथि धुरी माथिसम्म नै उड्दै रहेछ। यतातिर ए यस्तो ओहो भ्याकुतले पो खाँदो रहेछ। ल पखेट फ्यार गरेर उड्न नसकेर त्यस्तो भयो कि भिजेर त्यस्तो भएको हो कि? हेर्नु माथि अझै छ। ए टन्नै छ माथितिर उडिरहेको छु। ओहो नाङ्गै पर भिड थाल्यो त अहिले त। पखेर एउटाको 4 हुँदो रहेछ यो। यहाँ मैले यहाँ राखेँ एउटा है, अनि यहाँ छ एउटै। मजाले मान्छेले कपडा खोलेर सल्लक राखे जस्तै। यहाँ एउटा, यो म यहाँनिर चाहिँ यो उडेर गयो। उडेर गयो। ल छ अघिभन्दा अलिक कम भयो आकाशमा। मैले अर्को एउटा समाधि यहाँ ल्याएँ। यो दुईजना एकै ठाउँमा राख्दा के हुँदो रहेछ एकछिन हेरौँ है। एकछिन है। हेर्नु हेर्नु है। हे तिनीहरू एक अर्कामा छुने बित्तिकै त्यो पखेटा झर्दो रहेछ। ल ल ल ल ल ल ल फेरि यसको पखेटा झरी। ल नाङ्गा भइसक्यो। यो भित्र बल्छ क्या अरे? ल यो घाँसमा अलिकति उखेल्छ है। यो घाँसभित्र पस्यो फेरि खै। यता मैले यसलाई एकछिन पखेटा अब सरसरलाई छोड्दै गयो। अब पखेटा छोड्यो अब। मुसलधारा पानी परेको अवस्था, असिनाहरू पनि झरिरहेको छ। आम्मामा यति ठुलो पानी। ओहो बतास त्यतिकै चलेको, हुरी बतास सँगसँगै मुसलधारा पानी, सँगसँगै असिना। अब यो भर्खर उम्रिन थालेको मकै र भडमासको अब के हालत हुने होला हेर्नुहोस् त। आम्मै असिनाहरू परिरहेको छ। आम्मामा ओहो रुखहरू नै ढल्ल जस्तो भइरहेछ। आम्मामा हावाले। ओहो के हो यो? ओहो केहरू उड्दैछ? आम्मामामा लामो खडेरी पछि बल्ल बल्ल पानी परेको के त यस्तो उडेको त? आम्मै ओहो के त यत्तिकै टन्नै उड्दैछ। आम्मामामा ल ल ल ल ल ओहो पुरै आकाश नै भरिसकेको छ। आम्मामामा के त यस्तो त? के भुइँतिर खसेर रहेछ। हेरौँ भुइँतिर खसेको ठाउँमा हेरौँ के रहेछ? ल बल्ल बल्ल आज धेरै लामो खडेरी पछि पानी परेको छ। अब चाहिँ भने डढेलो लाग्नुबाट आग लागेबाट अब
बस्न सकिन्छ होला। ओहो के उडेको त यो त आमै आकाशमा त टन्नै उड्दै रहेछ त। पानी पर्ने बित्तिकै यो के उडेको त्यस्तो। ओहो ओहो के उड्यो त के त यो पुरै आकाशभरि नै उडिरहेको छ त। ओहो आमै ए यतातिर नि रहेछ यतातिर नि रहेछ। ओहो के त यस्तो त। यो लामो खडेपछि बल्ल बल्ल आज पानी परेको। पानी पर्ने बित्तिकै माथिसम्म नै उडेको छ। कति माथिसम्मै के त यस्तो त। पानी परिरहेछ पानीमै उड्दैछ। पुतली पनि होइन। परसम्म नै कहाँ पर त्यो बारीको डिल पर त्यतिर जताततै आकाश नै छोपिने गरेर उडिरहेको छ। ओहो के हो त यस्तो त। अनि मैले त पहिला आजोरी देखिरहेँ यस्तो। मैले कहिले देखेको छैन यस्तो। पानी पर्दाखेरि यसो उडेर हिँड्ने पुतली पनि होइन रहेछ। के त यस्तो त। आमै त्यो माथिको त्यो घरको माथि धुरी माथिसम्म नै उड्दै रहेछ। ओहो ल यता यो के ए ओहो यतातिर ए यस्तो। ओहो भ्याकुतले पो खाँदो रहेछ। भ्याकुत ए तल भुइँतिर खसेको रहेछ। यहाँ नजिक बढेर है। ए यो त पुतली जस्तै हुँदो रहेछ। यता नि ओ यस्तो हजुर यही पो उड्दै रहेछ त माथि आकाशमा। त्यत्रो उडेको के उड्यो होला भनेको त योहरूको रहेछ त। ल के हो किरा होला त यस्तो। के होला त यस्तो उडेको यो। मैले त कहिले देखेको छैन यो। आज पहिला छोरी पो देखिरहेको छ त्यो। आकाशै भरिने गरेर पो उडिरहेछ। ल मैले त अचम्मै लाग्यो त। यस्तो हुँदो रहेछ। ल पखेट फ्यार गरेर उड्न नसकेर त्यस्तो हो कि भिजेर त्यस्तो भएको हो कि यसलाई समातेर हेरौँ कि न टोक्ने हो कि। यस्तो हेर्दा जिउ हेर्दा त अलिकति यसो हेर्दा त के यो बारुला जस्तै देखिँदो रहेछ। न टोक्ने हो कि। यसलाई राम्रो समाते एकचोटि हातमा लिएर हेर्न पाए हुन्थ्यो। अर्को यता नि खस्नु आयो। यता नि आयो। के हो अघि त यहाँ त्यो पखेट हल्ला गएछ। फर गरेर आएछ खै।
ओर्न नसकेर हो कि ट्राँसिएको हो कि यसलाई खै त के गर्ने त खै अर्को नि खोज्नु आयो फेरि हो अर्को नआयो फेरि ए त्यो पखेटा नहल्लाएको बेला त फेरि त्यो पखेटा नहल्लाएको बेला राम्रोसँग हेर्नु पर्ने त कस्तो हुँदो रहेछ जिउ यसको यो के त यो त ओहो यस्तो तपाईँहरूकोतिर नि पाउँछ कि पाउँदैन यसको नाम के हो यदि तपाईँले चिन्नुहुन्छ भने तल कमेन्ट बक्समा कमेन्टमा लेखेर पठाइदिनु होला लेख्नु होला मैले चिन्न सकेन साँच्चीकै भन्नुपर्दाखेरि मैले यो पहिलाचोटि मात्रै देखिरहेको यो आज पानी परेर म भित्र बसिरहेको थिएँ अनि अचानक झ्यालबाट बाहिर यसो मेरो आँखा पुगेँ बाहिर हेर्दा त पुरै उडिरहेको यो पुतलीहरू कहाँबाट आयो यो फटेर कहाँबाट आयो किन यत्तिको उडेर आयो होला भनेर म त एकछिन त अक्कन बक्क बसेँ अनि त्यो के सलाह के भन्छ त्यो नै कहाँबाट उडेर आएको हो कि भनेर म त एकछिनलाई त अकमक्क बस्यो यसो हेरेको बाहिर त आकाशमै पुरै भरिन गरी उडिरहेको रहेछ अनि बाहिर आएर यसो पानीमा भिज्दै यसो भिडियो लिँदैछु हेर्नु त यहाँ अघिदेखि एकै ठाउँमा यसलाई समातेर हेरौँ क्या हो हेर्नु माथि अझै छौ ए टन्नै छ माथितिर उडिरहेको छौ ओहो टन्नै छ टन्नै आकाशै भरिने गरी उडिरहेको रहेछ यो तल फेरि अर्को आयो ओहो यहाँ यो अन्न पखेट नहल्लाएको बेला मेरो चाहिँ अलिक राम्रो यसको जिउ राम्रो हेरौँ है कस्तो खाले यो के किरा त यो आच्छी यो के हो कस्तो किरा यो आमै ल त ओ ल अब जुध्यो नि त ल के लु ल त्यसले छुने बित्तिकै एउटा गज्जा मार्यो नि त्यसलाई त पखेटा यो त के हो ल हेर्नु त दुईजना आएर त्यहाँ जुधेको एकअर्काले त्यसको पखेटा नै उखेलेर ल नाङ्गै पर भिड थाल्यो त अहिले त ल के त यो त नाङ्गै भयो नि दुईटाको पखेटा झऱ्यो ल कहाँ जाँदो रहेछ हेरौँ कहाँ जाँदो रहेछ हेरौँ कहाँ जाँदो घाँसभित्र पस्यो है पाएन ल हेर्नुहोस् अघि त्यसको पखेटा यहाँ हेर्नु त दुईवटा त्यहाँ आएर जुधेको थियो कि के थियो